को जुन यो महान अभियान छ, यो अभियानमा आउनुभएका सम्पूर्ण आदरणीय अतिथिज्यूहरू, अब आयोजक मात्रै भनिन मैले, आदरणीय मेरो रेस्पेक्टेड अतिथिज्यूहरू, त्यसै गरी यहाँ मैले देखिरहेको छु विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिज्यूहरू र उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक अभिवादन तथा नमस्कार। हामीले एक हप्ता यसको लागि वर्कआउट गरेका थियौँ। हामीले साँच्चीकै गुड गभर्नेन्स, सुशासन हाम्रो मुलुकलाई चाहिएको छ। त्यसो भए त्यसको यात्रा हामीले स्थानीय तहबाट गर्नुपर्छ, कर्णालीबाटै गर्नुपर्छ, हामीबाटै सुरु गर्नुपर्छ भन्ने हिसाबले हाम्रो रिदम, हाम्रो ट्युनिङ, हाम्रो स्पिरिट र हाम्रो पोजिटिभ एउटा लय मिल्यो। त्यसले गर्दा हाम्रो टङ्क आचार्य सरले मलाई पटक ल कार्यक्रम कस्तो हुन्छ भनेर भन्नुभएको थियो। तर उहाँकै मुखबाट आज हामी जाजरकोटबाट अत्यन्त एक्साइटेड छौँ। हामी जाजरकोट एक्साइटेड छौँ र यो अन्तिम पुरुषमा जाँदाखेरि यही ढङ्गले होस्, हामी पनि शुभकामना दिन चाहन्छौँ। हामी शुभकामना धेरै प्रस्तुतिहरू हामी जाजरकोटमा भेरी नगरपालिकाले अत्यन्तै दुःख गरेको छ। हाम्रो जे क्षमता छ, जे साधन स्रोत छ, जोसँग जुन किसिमले हामी पोजिटिभली समन्वय गर्नुपर्नेछ, सबैसँग हामी हातेमालो गर्दै जाजरकोटलाई अथवा भेरी नगरपालिकालाई एक नम्बर बनाउनको निम्ति हामी लागिरहेका छौँ। जस्तो कि अब ग्लोबल, आज मैले धेरै अगाडिदेखि आज हाम्रो ग्लोबल अडिटर ट्रान्सपेरेन्सी इन्टरनेसनलको अत्यन्तै जिम्मेवार व्यक्तित्व हामीले बेरुजुलाई भेरी नगरपालिकामा अहिले 0.98% ल्याएका छौँ। जाजरकोट जिल्लामा पहिलो र हामी जाजरकोटको हामीले भ्याएसम्म, हाम्रो इमान्दारीताले भ्याएसम्म 0.00 यो कार्यकाल सकिँदै जाँदा त्यो ल्याउनुको लागि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। त्यसको लागि हजुरको हामीलाई गार्जियनसिप पनि चाहिन्छ। त्यसको निम्ति हाम्रो नगर कार्यपालिकाका सबै साथीहरू, नगरपालिका परिवार, राष्ट्रिय सेवा कर्मचारी साथी, हाम्रो युनाइटेड पहल यदि भएन भने त्यो सम्भव छैन। जो आज सिस्टो पानी र ट्रान्सपेरेन्सी इन्टरनेसनल यो कार्यक्रमलाई हामीलाई अत्यन्तै एक्साइटेड बनाइदिएको छ। हामीलाई इनर्जी थपेको छ। हामीलाई केही गरौँ, हामीमै क्षमता, इनर्जी र सम्पूर्ण कुरा छ भन्ने कुराको आत्मविश्वास झन् पलाएर थपिएर गएको छ। यसको निम्ति ट्रान्सपेरेन्सी इन्टरनेसनल सिस्टो पानी नेपाललाई हार्दिक सम्मान पनि व्यक्त गर्न चाहन्छु र यो कार्यक्रम मोडेल यही भएको हुनाले यो कार्यक्रम यही समापन भयो घोषणा गर्न चाहन्छु। धन्यवाद।